कृषि ज्ञान दर्शन प्रस्तुत गर्दछ किसानको आवाज। नमस्कार, स्वागत छ तपाईहरुलाई अर्को भिडियोमा। आजको यस भिडियोमा म कुरा गर्दैछु धानमा लाग्ने गवा र किराको पहिचान, त्यसले गर्ने क्षति र साथसाथै उचित व्यवस्थापन सम्बन्धी जानकारी। आउनुहोस् भिडियोलाई सुरु गरौँ। गवा र किराको पहिचान। धानमा लाग्ने गवा र किराको जीवन चक्र अंडा, लार्वा, प्युपा र वयस्क गरी 4 अवस्थामा पुरा हुने गर्दछ र यी 4 अवस्थामध्ये लार्वा अवस्था सबैभन्दा बढी क्षति गर्ने अवस्था हो। वयस्क पोथी किराले धानको पातको माथिल्लो सतहमा करिब 30 देखि 100 वटा अंडा पार्ने गर्दछ। उक्त अंडा चेप्टो, गोलाकार र सुरुवातको अवस्थामा सेतो वा फिक्का पहेँलो हुने गर्दछ। अंडालाई पोथीले आफ्नो शरीरको रङले ढाकेर राख्ने भएका हुनाले कवासको सानो थुप्रो जस्तो देखिने गर्दछ। अंडाबाट निस्किएपछि लार्वा सुरुको अवस्थामा पातमा र पछि बिस्तारै गावो हुँदै डाँठभित्र प्रवेश गर्ने गर्दछ। यसको शरीर फिक्का सेतो वा हल्का पहेँलो हुन्छ भने टाउको खैरो वा गाढा खैरो देखिन्छ। यही अवस्थाले डाँठभित्रको नरम भाग खाने गर्दछ र बोटलाई पूर्ण रूपमा क्षति गर्ने गर्दछ। लार्वा पूर्ण रूपमा विकसित भएपछि डाँठभित्रै प्युपा अवस्थामा परिवर्तन हुन्छ। प्युपा पहेँलो खैरो रङको हुन्छ र केही दिनपछि वयस्क बनेर बाहिर निस्किने गर्दछ। वयस्क किरा पहेँलो, पराले अथवा हल्का खैरो रङको हुने गर्दछ। गवा र किराले गर्ने क्षति। यसले धानको वानस्पतिक अवस्था र बाला लाग्ने अवस्थामा क्षति पुर्याउने गर्दछ। वानस्पतिक अवस्थामा लार्वा डाँठभित्र प्रवेश गरी भित्रको नरम भाग खाने गर्दछ, जसका कारणले बीचको गावो पात पहेँलो भएर सुक्छ, जसलाई हातले तान्दा सजिलै आउने गर्दछ। हामीले त्यसैलाई डेड हट अर्थात् मरेको गाभा भन्ने गरिन्छ। धेरै गाभा सुक्दै जाँदा वृद्धि रोकिन्छ र उत्पादन समेत घट्ने गर्दछ। बाला लाग्ने अवस्थामा लार्वाले बाला आउने डाँठमा क्षति पुर्याउँछ। बाला बाहिर निस्किए पनि दाना भरिन पाउँदैन, जसका कारणले बाला सेतो वा फुस्रो देखिन्छ। त्यसैलाई हामीले व्हाइट हेड अर्थात् सेतो बाला भन्ने गरिन्छ। समयमै नियन्त्रण गर्न नसके उत्पादनमा 10 देखि 30% अझ बढी पक्को भए त्योभन्दा बढी क्षति हुन सक्छ। रोकथाम र व्यवस्थापन। यसको रोकथामका लागि एकीकृत बाली व्यवस्थापन अपनाउनु पर्दछ। सर्वप्रथम खेतको सरसफाई। बाली काटिसकेपछि ठुटा साथसाथै अवशेषहरू नष्ट गर्नुपर्छ। सँगसँगै संक्रमित गाभा सेता बाला देखिने बित्तिकै हटाएर नष्ट गर्नुपर्छ। त्यस्तै सन्तुलित मलको व्यवस्थापन गर्नुपर्छ। माटो परीक्षणको आधारमा अथवा नेपाल सरकारले रिकमेन्डेड गरेको डोजको आधारमा नाइट्रोजन, फस्फोरस र पोटास हाल्नुपर्दछ। नियमित अनुगमन गर्ने। हरेक 5 देखि 7 दिनको फरकमा निरीक्षण गर्नुपर्छ र साथसाथै अंडाको थुप्रो वा डेड हट देखिएमा तुरुन्त हटाउनु पर्दछ। मोहनी पासोको प्रयोग गर्ने। मोहनी पासोको प्रयोग गर्दा भाले किरा उक्त पासोभित्र पर्ने गर्दछ, जसका कारणबाट किराहरूको सन्तति बिस्तारै घट्ने गर्दछ र उत्पादन बढ्ने गर्दछ। प्रकाश पासोको प्रयोग गर्ने। प्रकाश पासोको प्रयोग गरी वयस्क किराहरू आकर्षण गरेर नष्ट गर्न सकिन्छ। मित्रजीव किराहरूको संरक्षण गर्ने साथै अनावश्यक रूपमा विषादीको प्रयोग नगरी जैविक सन्तुलन कायम राख्ने। रासायनिक नियन्त्रण। यदि किराको प्रकोप अत्याधिक भए मात्र रासायनिक विषादीहरूको प्रयोग गर्ने। विभिन्न प्रकारका विषादी जस्तै क्लोरान्ट्रानिप्रोल 18.5 एससी 0.3 मिलिलिटर प्रति लिटर पानीमा अथवा फ्लुबेन्डामाइड 20% WG 0.25 ग्राम प्रति लिटर पानीमा छर्कन सकिन्छ। यसका साथसाथै काटा हाइड्रोक्लोराइड 50% एसपी 2 ग्राम प्रति लिटर पानी अथवा फिप्रोनिल 5% एससी 1 देखि 2 मिलिलिटर प्रति लिटर पानी दरले पनि छर्किन सकिन्छ। साथसाथै इमामेक्टिन बेन्जोइड 5% एससी 0.4 प्रति लिटर पानीको दरले छर्कँदा पनि किरा नियन्त्रण हुने गर्दछ। उपयुक्त कीटनाशक विषादीको प्रयोग गर्दा कृषि प्राविधिकको सल्लाह अनुसार मात्रा, समय र सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्नुहोला। कृषि सम्बन्धी जानकारीको लागि हामीलाई फलो गर्न नबिर्सनुहोला। यस्तै खाले कृषि सम्बन्धी भिडियो ल्याउने बाचाका साथ आजलाई बिदा हुन चाहन्छु। हस्त नमस्कार।